फोटो खिच्छु 100 मिनट फोटो खिच्छु भनेर अक्सिजन निकालेको त म त घुम्न थालेँ क्या त्यहाँ त अक्सिजन पुग्दैन नि त रिङ्गोट लायो अनि सकेन दाइ म त अक्सिजन निकालेर त फोटो खिच्न सकेन भने अनि अनुहार चिनेन भने त तिमीलाई त सर्टिफिकेटै दिँदैन भन्यो कि मेरो त आहा त चिन्छ नि दाइ भनेर म अक्सिजन लाएर मैले सबै सब्मिट गरेँ म चाहिँ सकेन त्यहाँ अक्सिजन निकालेर बस्नै सकेन कति समय बस्नुभयो तपाईँ माथि सगरमाथामा त बसेँ म 45 मिनट जति बसेँ किन भन्दा एकजना चाइनिज केटी हुनुहुन्थ्यो ट्याक्कै हिलारी स्टेप भनेको लास्ट इयर पनि त्यो कर्नेस भटेर मान्छेहरू बित्नु भएको थियो त्यो ठाउँमा अनि त्यो चाहिँ रिस्क हुन्छ धेरै भिड गर्नु मिल्दैन अनि त्यहीँ एकजना चाइनिज केटी लडिदिनु भयो कि अनि बियोस उठ्नु भएन अनि शेर्पाहरूले उहाँलाई चाहिँ रेस्क्यु गरेर घिसार्दै लग्नु भएको थियो अनि आफू जाने कुरा भएर अनि बरु पिकमै बस्छु भनेर आनन्दले अक्सिजन पनि थियो मेरो दाइसँग अनि 45 मिनट आनन्दले ढुक्कसँग बसेँ चाइना हेरेँ लोबुचे पहिला चढेको हिमाल हेरेँ लोच्छे हेरेँ म आउँदैछु भनेर त्यो छुट्टै त्यो रमाइलो मजै छुट्टै छ त्यहाँ माथि बस्दा फोटो खिच्छु 100 मिनट फोटो